कसैले साथ छोड्यो भनेर एक्लो भएको महसुस नगर्नुहोस्। यो जिन्दगी भनेकै एक्लै केही गरेर देखाउनको लागि मात्र हो। बाँकी त तिम्रो प्रगतिमा ताली र दुर्गतिमा गाली गर्ने अनेकौं मान्छेहरू भेटिन्छन् जिन्दगीमा। छोडेर जाने मान्छेको यादमा जिन्दगी रोएर बिताउने होइन, बरु सफल भएर भोलि उसैलाई तिम्रो प्रगति देखेर रुने बनाउनुहोस्। समयको सही सदुपयोग गर्नुहोस्, बेकारमा समय बर्बाद नगर्नुहोस्। जीवनदेखि हरेस नखानुहोस्, निरन्तर सङ्घर्ष गरे अवश्य सफलता प्राप्त हुन्छ। आफ्नो मन मस्तिष्क र आफूलाई बलियो बनाउनुहोस् ताकि हरेक जिन्दगीमा आइपर्ने समस्याहरूको समाधान सही समयमा सही निर्णय लिन सक्ने होस्। अरूको सुन्दरतालाई हेरेर समय बर्बाद नगर्नुहोस्। त्यो समय आफूमा भएका कमी कमजोरीहरू पत्ता लगाएर सुधार्ने प्रयास गर्नुहोस्। आफूलाई कहिले पनि कमजोर नठान्नुहोस् र हिम्मत नहार्नुहोस्। सफलता भन्ने चिज आफै प्राप्त हुन्छ। अरूको लागि भन्दा पनि आफ्नो लागि बदलिने प्रयास गर्नुहोस्। यसैमा भेटिनेछ सफलताको आभास।